हेलो गाइज वेलकम ब्याक टु द च्यानल। तपाईँहरूलाई मेरो ब्लगमा फेरि पनि स्वागत छ। अनि आज चाहिँ म भर्खर उठेर अनि मुखसुख धोएर खानासाना खाएर टक्क यहाँ माथि आएको छु लुगासुगा धुनलाई। यत्रो हो यहाँनिर हो। अनि बाहिर चाहिँ यति जाडो भएको छ कि त्यो टोपी सोपी ऊहरू लगेर आएको छु। यो टोपी चाहिँ लाउँदिनँ। यहाँनिर हिजो बेलुका पढाइ गरेर राखेको थिएँ। यस्तो छ कोठाको हालत चाहिँ। यो ऊ भयो होइन, रुम टुर पनि हुनेवाला छ। बाहिर चाहिँ यस्तो कुहिरो लागेको छ नि होइन, लास्ट च्याउ भइहाल्यो। अनि यस्तो चिसोमा लुगा धुन लागिरहेको छु। अनि यस्तो नराम्रो देखिरहेको के हो। यिनीहरू लुगाहरू म थुपार्छु अनि त्यसपछि आउँछ है त। सो यति लुगा चाहिँ मैले धुनुपर्ने हुनेछ है। त्यो धेरै लुगा छ यार। अनि त्यही माथि फेरि यस्तो जाडो हो कि। सो अब त म यो लुगा पुरै धोइ भइसकेपछि भेट्छु है त। गाइज मैले चाहिँ अनि यहाँनिर यो के अरे लुगासुगा धोएर सुकाइसकेको छु। यहाँनिर हेर्न सक्नुहुन्छ यो तल यति जति मेरो अनि यो नानीको है यिनीहरू यो कताबाट आयो। यो पनि मेरै हो। यो कुचो हाम्रो यहाँ कोठा सफा गर्नको लागि हो। अब तल उहाँ लुगा जानुभएको छ। मम्मी त रक्सी पारिरहनु भएको छ है। अनि यहाँनिर टक्क साग सुकाएको छ। अहिले एकछिनमा अमला टिप्न मम्मी म अमला टिप्न जान्छ है अहिले एकछिनमा। ऊ बनाउने के अरे तितौरा। ल ल ल यहाँ राखौँ। ला जुत्ता त यार, त्यो जुत्ताको अब हेर्नु है त बिफोर देन आफ्टर। यसलाई कता सुकाउनु त, यहाँनिर टक्क घाम लागेको बेलामा होइन। अब यसो तलतिर जान्छु अनि बहिनीहरूसँग खेल्छु यताउता। सो गाइज हामी चाहिँ अब अमला टिप्न जानेवाला छौँ है। यिनीहरू पनि जान्छ, बहिनी काले म उहाँ तल जानेवाला छौँ। तल भन्दा पनि ठिकै सागर घर जानेवाला छौँ। कुन नचल्ने यो घरको उठ्छ र भने हो र छोड। अनि अस्ति चाहिँ कालेलाई थुने घर चाहिँ उहाँ तल है, उहाँ तल हो। त्योनिरको घरमा हो कालेलाई थुने चाहिँ। अनि तिनीहरू चाहिँ जम्मै गइसक्यो। अब म पनि जानुपर्छ कुदौँ। यही घरमा आइजम ऊ त्यहाँ अमला टिप्न मैले तल पुगेपछि भेट्छु। त्यो गाई जब चाहिँ चढ्न लाग्यो है, एक हातले मात्र कसरी चढ्ने हो नि र। अमला त एउटा छैन भन्दा पनि देख्यो छैन। अब ल्याएर सामान ठाउँ ओइ के गर्छ यो हेर्नु न कहाँ चढे। यो एउटा हेर्नु बाँदर जस्तो, अर्को त्यो उगारे के अरे तितौरा बनाउनलाई मात्र खुट्टा हटा न। सो अब यो रुखमा फेरि घाइते हुने सम्भावना या लड्ने सम्भावना धेरै हुन्छ। त्यही भएर बाई बाई। सो गाइज अब चाहिँ यहाँनिर हामी तास खेल्न लाग्यो है। अस्तिको त्यो फर्स्ट भ्लगमा अम्बचोरेर यसलाई नुकाएको थिएँ नि, त्यो चाहिँ यसैको घरमा है। प्राङ्क तपाईँहरूको लागि प्राङ्क भएका प्राङ्क। तिन पत्ती त झ्याउ भइहाल्छ। 12 पत्ती 12 पत्ती खै खेल्ने त खेल्ने कि नखेल्ने त नि खेल्ने त म खेल्ने
पुग्छ त ल छोड्दै ती 3 पत्ती हान्दै कुकुर चाहिँ बाहिर है तपाईँहरूलाई कुकुर चाहिँ खोइ भन्नु होला कुकुर उहाँ छ ऊ अहिले त्यहाँ जाम्ला र घप्पे टोकुम्ला भयो उसलाई अघि आउने बित्तिकै हुक्या थियो अनि अमला चाहिँ परेन अघि काली लागेर यसलाई यो घप्लगै है रुखबाट खस्यो भने काली लाग्छ काली लाग्यो भने त्यो अनि अमला चाहिँ यति जम्मा आज जाने भए के अरे पालेवनमा कहाँ र जति ठुलो भयो ड्रोन भयो कसैले हाल्छ ओइ एकैचोटि तिनटा कहाँ पखै पख त्यस्तै भन्नु दुईटा अब यसलाई गोजीमा हाल्नुपर्छ के दुईटा कालो एक कभर यसलाई अब मेरो ए कस्तो तासै देखिरहेको तास चाहिँ यतिको है ल बढी नाटक देखाउँछ क्या यसले अनि त्यत्तिकै पिटाइ खान्छ र त्यत्तिकै पिटाइ खान्छ र यो मुला चिटिङ गरे यो त चिटिङ मुला है कहाँ त्यस्तो पर्नै सक्दैन यस्तो तास्नी पर्छ त होइन कहाँ पर्छ है यस्तो त अब तास्नी हुन्छ त है अरू नै खेलौँ बरु सो अब खेलेर अनि आउँछ है त यहाँ चाहिँ यो कोठा एकदमै गना गुगु गुगु गना अनि त्यही भएर यसले चाहिँ यो रुम स्प्रे छरिरहेको खाल्टो म छर्छु अच्छा कहाँ यो मुखमा छ सर्ने कुरा हो त यतातिर है खतरा मोबाइलले गर्न मेरो कोठामा लगाएर छरौँ नि एकताली हुन्छ खै छ यत्रो छ वाकवान बेबे मसँग हुँदा सधैँ रमझम भगवानको जब चाहिँ कहाँ जान्छ म नि खान्छु मलाई कति दिन पछि खाएको औषधि दिन्छ औषधि योबाट खाए हामीले औषधि हुन्छ त सो अब एकछिनतिर ल्यायौँ यहाँ घर पुग्छौँ हामी अनि भेट्छ है त यो रुखमा गाई यो चाहिँ काले यो रुखमा चढिरह है उहाँ माथि त्यो पहेँलो पाकेको छ नि त्यो टिप्नको लागि यो चढिरह यत्रो माथि चढिरह यो चाहिँ एउटा दमाई कामी यताहरू त के अनुहार पनि मलाई जा तपाईँहरू चाहिँ आफ्नो घरमा यस्तो कहिले पनि नगर्नु होला है यस्तो रिस्की काम म चढ्थेँ होला मेरो हात भाँचेको धेरै दिन भएन नि त अनि त्यही भएर क्या अनि यो फेरि यो दमाई कामी जस्तो मान्दैन बिचरा यहाँ चढ्नै सकेको छैन यार जा क्या जा भने जा न धर हान्न भिडियो बनाइरहेको छु हान्दै ओ झरे जुम नै उ नगरिकन यहाँ झार्न झारिएको मान्छे मऱ्यो अब यहाँ के हुन्छ थाहा कस्तो अब अरू त नझार्ने अर्को काँचो झार त्यहीँको झार्ने एउटा काँचो ठुलो है के बोल्छ त्यस्तो नबोल्न ए पायो गाइजहरू अब टक्क मेवा खाइन्छ है ल भाइ काट्ने सुरुवात गरौँ न त यस्तो खतरा यो एउटालाई पनि यस्तो गरी हाने यार खसाइस अर्को पनि टिप्न पर्यो
अत्तिएरै हात च्याप्चा बाहा तँ टिप भन्न हुन्थ्यो नगर यो त अलिकति गरौँमै होला गरमै छ किनकि यो नपाक्ने अन्त दुध गाईहरू दुध कस्तो तप तप चुहिरहेको यो चाहिँ माथि गाउँ लैजान्छु अनि यो चाहिँ यहीँ खाने हो यो पाके गाइज हैन हाड चाहिँ यस्तो बनाहा है के हो कालेल चाहिँ अनि यता छुट्टा राखेको थियो यो अब यसको भाग सक्यो हैन अब यो काट्नु यो चाहिँ गाउँ लाने है यो वाला गाउँ लाने हो यसलाई चाहिँ काट्नु पर्यो जिन्दगी ए यता परिसक्यो ल सो गाइज अब चाहिँ म यहाँ खाना लागेको छु है कालेलाई पनि खाइरह है त्यसको थोरै काम छ खाइदिउँ न त होइन कसको बाउको के जान्छ र आफ्नैको त खाओ नि आफ्नो त होइन ऊ त्यसको बाउको खाइदियो ए बोटको सरी सरी ए माछा लुच्चामा दाइले चौरी गाउँको घिउ खाछस् ए चौरी गाउँ केटाले सो अब यदि खाएर आउँछ है त गाइज म चाहिँ यहाँनिर यो किवी खान लाग्यो है हेर्न सक्नुहुन्छ यो चाहिँ पहिला यस्तो छालाले ढाकेको हुन्छ अनि पछि त्यसलाई ताछेर यसरी गर्ने हो अनि धोएर खाने अझ अमिलो टर्रो हुन्छ अनि चाहिँ यस्तो दाना हुन्छ मैले चाहिँ किवी पनि खाएर भइसकेको छु अनि टक्क दिउँसोको 2 बजे देखियो नि के हो अनि अब खाजा हुन्छ खाजा के हुन्छ त्यो खाइन्छ अनि यस्तै नै रमाइलो गरिन्छ अनि यताउता हुन्छ के हुन्छ थाहा हैन भिडियो राम्रो लागे लाइक गर्नुहोस् च्यानलमा नयाँ हुनुहुन्छ सब्स्क्राइब गर्नुहोस् बाइ बाइ